आमा चरण कन सेवा न त गरे न केही त्यागै पनि मन फुकाए कन गरे परन्तु स्नेहैले मकन कति हेर्छौ प्रिय बनी कुपुत्रै जन्मेलान् बरु न त कुमाता कहीँ पनि छुटे देउता सारा अति कठिन आराधना हुँदा 85 को नाग्यो भए पनि सुक्यो तागत बुँदा यसै बेला तिम्रो जननी करुणा दृष्टि नभए निरालम्बै लम्बोदर जननीको हेर्छ वहे प्रवक्ता चण्डालै जन पनि हुने वाक्य मधुर सुना चाँदीद्वारा लखपति हुने रङ्क चतुर अपर्णा यो मन्त्रै पनि जब पर्यो कर्णपुटमा कहाँ कसले बुझ्ने जननी जपको दिव्य महिमा चिताभस्मै लिपिने जहर पिउने नग्न रहने जटा नागै धर्ने पशुपति सदा खप्पर लिने उनैले झन् पाए भुवनपतिको उच्च पदवी हुँदा तिम्रै पाणी ग्रहण हुन गो उज्जवल छवि नै इच्छा मोक्षैको रहर न कुनै धेर धनको न केही जाने इच्छा सरल वा छैन मनको यसैले यो मागे जननी जुनी मेरो बितिरहोस् मृडानी रुद्राणी शिव शिव भवानी भजिरहोस् आराधना न विधिपूर्वक गर्न माने सम्झेर केवल नता स्तुति सम्म जाने हे कालिकेछु अनाथ भनेर जान गर्छौ कृपा यदि भने वरदान मान आपत्ति आए स्मरणै म गर्छु दया समुद्रे जगदम्ब तर्छु ख्याई मेरो कहिल्यै नठान सिद्धार्थ खोज्छन् स्तन पान जान जगदम्ब अचम्म के छ र अनुकम्पा म अनाथमा गर अपराध असङ्ख्य होस् न त किन भुल्थिन् जननी कतै सुत म जस्तो पातकी छैन पाप हर्ने तिमी सरी जो योग्य हो गरे उस्तै बुझेर जगदीश्वरी म जस्तो पातकी छैन पाप हर्ने तिमी सरी जो योग्य हो गरे उस्तै बुझेर जगदीश्वरी कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुमादि द्रुमजानि तानि पुष्पाञ्जलिर्मेस्तु सुखाय नित्यम् मंत्रपुष्पादिकं समर्पयामः लक्ष्मीनारायणाभ्यां नमः वाङ्मयमूर्तये पुराणपुरुषोत्तमाय नमः पुराणपुरुषोत्तम भगवान को उमा महेश्वर भगवान को विघ्नहर्ता गजानन भगवान को जगत जननी भगवती को सप्ताह ज्ञान महायज्ञ को मध्याह्न समय को संपूर्ण भक्त समागम को तीर्थमयी नेपाल जननी को वैदिक सनातन धर्म को जय जय श्री राधे ओम हर 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 महादेव शंभो। भजनमा गाउँदै खुट्टा तन्काउँदै बाहिर निस्किने हामी ठीक 1 बजे